हामीलाई चाहिँ माघे सङ्क्रान्ति एकदमै भव्य पाराले लागेको थियो भन्दा पनि हुन्छ। अङ्कल आन्टी दिदीहरू आउनुभएको थियो पोखराबाट, त्यसै पनि रमाइलो भयो। त्यही भएर मैले चाहिँ माछा लिन गएँ पोखरीमा। माछा यति राम्रो खालको माछा छ कि जिउँदै माछा गएर 10 किलो माछा लिएर आएर अनि त्यसपछि चाहिँ सङ्क्रान्तिको डल्लाडुलीहरू खाएर माछा तार्दै हुनुहुन्छ आगो मजाले आगो बालेर। अङ्कल आन्टीहरू दिदीहरू बसेर चाहिँ माछा बनाउँदै हुनुहुन्छ। फ्राई गरेको माछा चाहिँ देखाउँदै हुनुहुन्छ अनि अझै काट्दै हुनुहुन्छ। कताबाट कोसेली पनि आएको थियो अरे माछा। दिदीहरू चाहिँ माछा खाँदै हुनुहुन्छ। म चाहिँ अलिकति टाढै बसेर खाने मान्छे परेँ। अनि उहाँहरूले माछा खाँदै हुनुहुन्थ्यो। मिठो रहेछ माछा भन्दै हुनुहुन्थ्यो। त्यसपछि मेरो पालो आयो खाना खाने। रस बनाउनु भएको रहेछ, एकदमै टेस्टी बनेको थियो माछा चाहिँ। खाँदाखेरि पनि फ्राई पनि रस पनि गरेर बनाउनु भएको थियो सबैजना।